Kalamakia Mandir Part 2. Look at this beautiful place. Dummy. यो चाहिँ मन्दिर जाने बाटो यता रहेछ है। के छ दाइ? तपाईँ घोडा हो? खिच्नुहुन्छ हैन? हान्न त हान्दैन नि? हजुर? चढेर हेरौँला अहिले के हुन्छ यतिकै। हान्न त हान्दैन नि? के हो नाम? सरिता हो ए लेडिज पो हो। ओहो ल सरितालाई पनि भेट भयो है। कहाँदेखि आउनुभयो दाइ? जाजरकोट हो ए ल दाइको घोडाको नाम चाहिँ सरिता रहेछ। हात लगाइदिनु न त दाइ। यसो भिडियो बनाएको हो। के हो दाइको नाम? मेरो नाम चाहिँ महेन्द्र बोहरा। महेन्द्र बोहरा। कहाँदेखि गरे दाइ? जाजरकोट। जाजरकोट होइन ल ठिक छ। हामी चाहिँ यसो घुम्न आएको कि घोडा चलाउने माथि लैजानुहुन्छ राइड गराउनुहुन्छ? छोडिदिने आउने। कति कति भन्नुभयो त्यो घोडाको? 200 रुपियाँ पर राइड रहेछ है त। ठिक छ ल यस्तो छ ठाउँ है। ल दाइ बस्नु है त हामी यसो गएर आउँछौँ। बाफ्रे यहाँ चाहिँ 178 सिडी रहेछ माथि हामी चढ्दै गएकोमा। सो यसमा चाहिँ यसरी नम्बरहरू देखाइरहेछ। सो यो चाहिँ 166 64 होइन यसरी। दिज आर द स्टेप्स। देयर आर 178 स्टेप्स हियर लुक। यहाँ चाहिँ हरेक स्टेपमा घन्टी रहेछ होइन। सो घन्टी बजाउँदै म चाहिँ गुटुङटुङ स्टेप चढिरहेको छु। यहाँ पनि घन्टी छ है। यहाँ पनि घन्टी छ। फाइनली हामी चाहिँ आएको छौँ यहाँनिर माँ कामाख्या शरणम मन्दिर। यस्तो छ मन्दिर। सूर्य मन्दिर रहेछ। यो चाहिँ पानी खाने ठाउँ होला होइन। माँ कामाख्या मन्दिर है त। पर्वत गएको छैन।
सिद्धार्थ सबला सत्यदेश कामाख्यावर देवी तुम्ही ही देवी जगन माता नानी नमस्ते नमस्ते के हो नानीको नाम सर्वज्ञ सर्वज्ञ नमस्ते नमस्ते यता नमस्ते गर्दै नमस्ते नमस्ते गर्दै ल ओहो कस्तो क्युट हो नानी बा मैले चाहिँ टिका लगाइसकेँ प्रसाद लिइसकेँ गुरुजी यो मन्दिरको मान्यता चाहिँ के छ भन्नु यो कामाख्या देवी भनेको चाहिँ सम्पूर्ण सबैको मनको इच्छा चाहना परिपूर्ति गर्ने देवी कामाख्या देवी हजुर हजुर अझ स्पेसली यहाँ चाहिँ जस्तै कसैको बिहा भएको छैन कसैको निसन्तान दम्पतिहरू आएर चाहिँ माता कामाख्याको प्रार्थना गर्नुभयो चाहिँ उहाँहरूको चाहिँ मनोकामना पूर्ण हुन्छ भन्ने चाहिँ एउटा मान्यता छ प्लस देयर आर लट्स अफ इक्जाम्पल यहाँ चाहिँ कति धेरै आएर चाहिँ उहाँहरूको चाहिँ मनोकामना पूर्ण भयो भनेर चाहिँ रिपिटेडली चाहिँ भक्तहरू पनि आइराख्नु भएको छ भाकल गर्ने जस्तो हो हजुर अनि त्यसको लागि चाहिँ के पूजाआजा कुनै कार्यक्रम गर्नुपर्छ कि त्यस्तो केही पर्दैन हजुरले चाहिँ त्यही फुल प्रसाद लिएर आउने यहाँ चाहिँ हामीले मन्त्रोच्चारण गरेर चाहिँ यसो पूजा गर्छौँ हजुर सङ्कल्प लिएर पूजा गरेर चाहिँ भइहाल्छ हजुर कति भयो हजुर चाहिँ यहाँ उ गर्नु म स्टार्टिङबाट यहीँ छु एप्रोक्स 3 वर्ष 3 वर्ष भयो हजुरको नाम चाहिँ मेरो सुरेश पौडेल सुरेश पोखरेल पौडेल पौडेल हजुर खुसी लाग्यो आशीर्वाद दिनु जय ओम जय कामरी जय धन्यवाद है गुरु हरि सो एकदमै राम्रो ठाउँ छ अनि हुन्छ नि कसैलाई केही मनोकामनाहरू पुरा गर्नु छ केही माग्नु छ होइन भने चाहिँ यहाँ आउँदा हुन्छ दिस इज भेरी पिसफुल प्लेस अनि भिडभाड पनि कम छ अहिले अलि अफ सिजन भएर नि होला तर एकदमै राम्रो ठाउँ बुटोलको वान अफ द बेस्ट ठाउँ कामाख्या मन्दिर है त ल लुक एट द भ्यू यस्तो छ भ्यू लुम्बिनी केबल कार चढेर लुम्बिनी केबल कार हुँदै यसरी यहाँ आउने रहेछ ल त्यो यो मन्दिरको पछाडिपट्टिको भाग यो चाहिँ होइन फोटोसोटो खिच्ने ठाउँ रहेछ मस्त ब्युटिफुल प्लेस त्यहाँनिर चाहिँ रेस्टुरेन्ट छ त्यो चाहिँ रेस्टुरेन्ट होइन यो चाहिँ बच्चा बच्चीहरू खेल्ने ठाउँ Look at that view. ल यो चाहिँ हाम्रो लुम्बिनी केबल कार भाइरल फोटो खिच्ने ठाउँ है त थ्याङ्क यू बहिनी फोटो खिचिदिएकोमा यहाँ चाहिँ दामी पिपलको रुख रहेछ शान्त पिसफुल ठाउँ होइन बस्नलाई यहाँ चाहिँ गेम्सहरू रहेछ ट्याक्क ढुङ्गासुङ्गा यताउति कसैलाई खेल्ने इच्छा भयो होइन यस्तो रहेछ यहाँ चाहिँ यस्तो खालको गेम्सहरू रहेछ होइन टिकट काउन्टर रहेछ यहाँनिर चाहिँ प्राइसिङ चाहिँ यहाँ रहेको छ जाइन्ट स्विङको 375 जिप लाइनको 375 साइक्लिङको 475 अनि कम्बोको चाहिँ त्यो चाहिँ सबै तिनटै गऱ्यो भने चाहिँ 1000 रुपियाँमा गरिदिनु रहेछ है त दिस इज हाउ इट लुक्स लाइक सब सेफ्टीहरू छ द्याट भेरी नाइस प्लेस
यिनीहरू चाहिँ यहाँ बन्जी जम्पी एकैपिङ खेलिरहेछ ल डराए जस्तो छ डराए क्या दाइ आवाजै निस्केन हो आवाजै निस्केन यताको बाहिर डराएको कता राइटतिर लेफ्टतिर खेलेको त्यो पिङ्क लाउने पिङ्क लाउने पनि फर्स्ट टाइम खेलेको यताको पहिला खेलेको भएर त्यो खासै डर लाग्दो त छैन खासै त्यस्तो हाइट जानु स्टार्टिङ झट्का मात्रै बन्जी जम्पिङ हाने जस्तो हुन्छ फिल आउँछ किनकि त्यो एयरमा हाम फाल्दाखेरि होइन हजुर हजुर नत्र भने चाहिँ फेरि नर्मल पिङ खेले जस्तै हुन्छ यो कतिसम्म स्पिड हान्नु मिल्छ यो स्पिड त त्यस्तो उयो छैन अब जति हाइट माथिबाट गयो उति स्पिडले जाने हो यिनीहरूलाई चाहिँ माथिबाटै गराएको हो कि बिचबाट गराएको बिचबाट डराएन डराएर त्यही त अब थाहा छ त्यसको पोलको स्टेटसम्म जान्छ नि त हजुर हजुर कति मिटर छ यो दाइ 185 मिटरको ए ऊ यस्तो किनेको भए हुन्थ्यो के अरे दाइ ठ्याक्क अड्डिनु हुन्थ्यो मोबाइल यस्तो यस्तो हुन्छ नि हातमा बेर्ने तर राम्रोसँग छोप्नु होला फेरि खस्ला फेरि प्याट्टै जान्छ खस्यो नि त्यही त रहेछ रमाइलो जाँदासम्मको रमाइलो ट्याक्क लाग्यो कहाँदेखि आयो बहिनीहरू फोटो खिच्नुहुन्छ भिडियो गराउनुहुन्छ कहाँदेखि आएको बुटोल कहाँदेखि दाङ हो कहाँदेखि बेलवास म नि बुटोलदेखि आएको हो कि कालिका नगरदेखि आएको त्यही भएर कस्तो लागिरहेछ त एकदम रमाइलो हो पहिला नि आएको हो म त फर्स्ट टाइम हो ए फर्स्ट टाइम हो त्यही त आइरहनुहुन्छ होइन मैले पनि फर्स्ट टाइम जस्तो हजुरले कस्तो लाग्यो ल सोध त्यसलाई सोध हजुरलाई कस्तो लाग्यो मलाई बवाल लागिरहेको छ म चाहिँ अब आइसक्रिम ट्राई गर्नु लाग्यो होइन यो कुन चाहिँ फ्लेभर हो यो चाहिँ यो के भन्छ भेनिला प्लस चक्लेट हो होइन सो यसो भ्यू हेर्दै ट्राई गर्नु लाग्यो यसो बहिनीहरूलाई देखेँ यसो बोल्न मन लाग्यो त्यही भएर अनि खेल्नु भएन कि खेलेको छैन खेलिसकेको कि जिप लाइन अलरेडी ट्राई गरिसकेको छ डुङ्गा ट्राई गरिसकेको छ त्यही भएर खासै लङ पनि रहेनछ सो लङ छैन ठिक छ अघि न वहाँनिर सोधेको हजुर हो त्यही त ल है त भ्याइयो कि के हो थ्याङ्क यू अब के लिएर आयो यहाँ के लिएर आयो नास्ता यो हाम्रो चिप्सहरू अनि कोल्ड ड्रिङ्क्सहरू लिएर आएको थियौँ अनि यहाँ बसेर खाने हुन्छ भनेर ल यस्तो कसैलाई यसो मन लगाइरहेको छ यस्तो आइडिया गर्न मिल्छ है ट्याक्क लिएर आउनु बस्नु होइन ओभियसली त्यही भने किनभने वाइ टु पुट 20% एक्स्ट्रा एकदम अलिकति हामीले पनि त्यस्तै सोचिरहेको थियो होइन बिर्सियो क्या अनि त्यही भएर आउनुहोस् ड्राई पिकनिक जस्तो पनि हुन्छ होइन मजाले बस्ने स्पेस यति धेरै छ आउने भ्यूको मजाले पनि खेल्नु मन इच्छुक भएपछि अदरवाइज यु क्यान डु वाट एभर यु वान बहिनीको नाम भन्दै जानु अगाडि सबिना भट्टराई तिम्रो नाम प्रिन्सिपल नाइस टु मिट यु गाइज है ल ह्याभ फन है
त्यसो टेक केयर ल है त You ल too. Bye bye. बाई बाई